गरिदिएको न त्यसको कोही खोजिदिएको। जुन बेलामा त्यो मलाई त्यो काण्डल हुने बेलामा त्यो मेरो एउटा भोइस पब्लिक गर्दै थियो नि मुना, एकदम भाइरल भोइस भएको थियो नि हो, त्यसले गरे रहेछ नि मेरो भोइस भाइरल हो, त्यसले हाले रहेछ त्यसको आइडीमा। त्यही त नि, त्यही त्यो ओठ यत्रो बनाएर त्यो बेबीवाला आइडी पहिला एकपल्ट सिम्पल भाइको लाइफमा गएर नि मैले त्यसलाई थर्काएको थिएँ नि, मेरो खेतो खन्दै गर्थेँ। अनि म बाजी त धेरै यता र उता ठिक्क नपाएर तिमी पनि मैले अस्तितिर त टिभी चोलमा खुब देखाएको थिएँ, अहिले नाटक नपाएर भने थिएँ नि मलाई त्यस्तो होइन सरू भन्दै आइती त नि। 2000 1000 1500 मागिरहन्थेँ अनि म दिइ पनि रहन्थेँ, फेरि नदिने पनि होइन दिइ पनि रहन्थेँ। अनि त्यसपछि खोइ के कुरामा चित्त बुझेन कोनी, त्यसले त भेटेदेखिबाट त्यस्तो गरेको कि मलाई त। अझ के भन्ने रे भने त्यो त मरे पनि हुन्छ, मरेको अझ क्याप्सनमा धरि कि मुना मरेको खबर सुन्न परोस् भनेर लेखेर हाल्यो कि भने म त छक परेको सो गर्नु त आइडी